हेलो नमस्ते कोनिची। हेलो नमस्ते कोनिची। यहाँलाई मेरो भ्लगमा भयङ्कर स्वागत छ हैन। आजको भ्लग चाहिँ हामी पूर्वको एकदमै धेरै खतरा ठाउँ जान लागेको। कहाँ भन्दाखेरि इलाम चाहिँ अब हैन हाम्रो पूर्वको एकदम सुन्दर राम्रो अब के भन्नु बयान गरेर सकिन्न त्यस्तो ठाउँ जान लागेको। अब हेर्दै गर्नु होला। अहिले चाहिँ यहाँ पहिला अब गाडीमा चढेर जाने हो, त्यसपछि इटरीबाट हामी बाइकमा जाने हो। ल हामी चाहिँ के अरे इटरी आइपुगे। इटरी बजार भइहाल्यो यो होइन। यताबाट चाहिँ विराटनगर जाने भयो, यता पूर्व भयो होइन, दमक बिर्तामोड। यताबाट चाहिँ धरान जाने यस्तो छ होइन। यो चाहिँ अब हाम्रो थारू हामी चाहिँ एकछिन भोक लगाएर खाजा खानलाई एकछिन बाइक रोकेर मोमो खान लागेको। अब यहाँ खाएर फेरि निस्किहाल्छौँ। म चाहिँ विराट चोक आइपुगेँ। केटाहरूले इटरी आउने भनेर पछि विराट चोक आउँछु भन्नु थालेँ। विराट चोकमा फर्किँदा केटाहरू पिच्किरहेछ। बाइकमै लगिदिनु तल यहीँ छोडिदिन्छु भनिरहेछ कि। अब त्यो आयो धुम मजाले गर्दा होइन, अब पिच्किन्छ। आउने बित्तिकै गाली सुरु हुन्छ हेर्नु। अब कहाँ गएको दोस्त, हाम्रो दोस्तसँग 12 वर्षपछि भेट भएको होइन। त्यो पनि रिसाइरहेछ यार। 12 वर्षपछि मजाले काँधमा बोकेर मलाई हिँडाउनु पर्ने। घरमा आइज भनेको बाटोमा जाउनु नि घरमा, के छ आफ्नो घर त हो नि होइन। ए ल अब केटा लागौँ। ल हामी चाहिँ अब दमक बजार आइपुग्यो। ठ्याक्कै चोक आइपुग्यो होइन। अब केटाहरू कता छ खाने छैन। अब दमक बजारको चोक भनेको यही हो। अब खाजा खाने अरे केटाहरू। अब खाजा खाने ठाउँमा गएर खाजा खानुपर्छ। चाहिँ हाम्रो दमक बजारको गोर्खा डिपार्टमेन्ट स्टोर होइन। पुरानो डिपार्टमेन्ट स्टोर हो त्यो। कति भयो दोस्त त्यो? 15 वर्ष होला है। दमक बजार यही हो। दमकपछि हामी सिधै अब उता बिर्तामोडबाट नजाने, दमकदेखि अलिक अगाडिबाट सर्टकट बाटो छ। सर्टकट बाटो हुँदै जाने हो। दमक जाने के अरे बिर्तामोड जाने मन थियो। अब कति बेलुका हुन थाल्यो, त्यो भएर अलिकति जान मिलेन। सर्टकटबाट जाँदा हामी यता चाहिँ दमक बजारको बस बार। यहाँनिर चाहिँ दमक बजारको बस बार। त्यसरी उता बिर्तामोड काँगड भित्र जाने बाटोको छेउमै छ दमक बजार प्लस दमकको बस बार। त्यही हो त। यता नाइट बस लाग्ने रहेछ, लोकल बसहरू लाग्ने। यता चाहिँ हाम्रो बिर्तामोड इलाम यतिबाट जाने। केटाहरूलाई चटपटे खान मन लाग्यो अरे। अब चटपटे खाना रोक्यो एकछिन। पूर्वको चटपटे नखाए के खाए जस्तो हुन्छ अरे। त्यही भएर पूर्वको चटपटे चाहिँ एकचोटि चाखेर खानु पऱ्यो। धुलोले पुरै बर्बाद बनायो नि। यस्तो भयो। के छ दाजु? अनि हाम्रो ठिक छ नि? प्याजी छ है? प्याजी बनाउनुहुन्छ अहिले। फ्रेस प्याजी। हाम्रो चाहिँ नास्ता आयो। कुन चटपटे हो रे? झोल बर्बाद चटपटे बसिहाल्यो। हाम्रो पापे पुरा ल्याएर पापड के हो यस्तो सिङ्गल ल्याउनु न हुनु नै खाना खाएको होइन त्यति गर्नु। चटपटे पार्टी। नारियल पानी खानुभयो? हजुर मालपानी नारियल पानी खाने ऊ खाएँ हामीले। उखु पानी गन्नाको जुस कस्टडी खानु चटपटे है। खतरा चटपटे लेदो चटपटे। लेदो खाएर फेरि लेदो लिगाने काम नगर्नु फेरि सबै। अब चाहिँ अहिले चाहिँ हामी झापाको माइखोला आइपुग्यो। माइखोला भनेपछि अब हाम्रो आइपुग्यो। यही हो माइखोला। माइखोला भयो होइन। खोला पुरै सुक्खा रहेछ। माइखोला त यता चाहिँ दोमुखा है। दोमुखा भइहाल्यो। यो माइखोला पुल भयो होइन। यता भइहाल्यो। यो माइखोला भाइ आउँदैछ पछाडिबाट। भाइको पनि लिइदिनु पऱ्यो भन्ने त भाइले। अब भाइ गएको नै भयो। भाइ आउँदैछ आइपुग्यो। हामी चाहिँ बिर्तामोड बजार आइपुग्यो। बिर्तामोडको चोक
त्यो भयो होइन पुरा भाडासाडा लिएर अब यो हामी चाहिँ जाने यता हो होइन यताबाट अब चाराली भन्ने ठाउँ छ त्यहाँबाट अनि यता उत्तर लाग्नुपर्छ अनि स्टार्ट हुन्छ इलाम जाने बाटो ल अब त्यहाँ चाराली पुगेर हामी देखाउनेछौँ कसरी जाने गइन्छ उता इलामतिर र हामी चाहिँ चाराली भन्ने ठाउँ आयो यताबाट चाहिँ अब काँगडभित्र जान्छ होइन यो चाहिँ काँगडभित्र जाने भयो यता चाहिँ अब इलाम पशुपतिनगर होइन कन्याम हुँदै जता जता गयो नि पुदिम सिदिम होइन ठुलो पार्टी भराहरू सबै यताबाट जान्छ होइन अब चाहिँ हामी यता लाग्छौँ यहाँबाट अब त्यो चाहिँ कन्याम पुगेर देखाउँला बाँकीको भिडियो यहाँबाट चाहिँ इलाम स्टार्ट भयो होइन हाम्रो हामी चाहिँ आज आउँदा आउँदै रात पऱ्यो अनि अब कन्याम नबस्ने भयो कन्याम नबसेर सिधै अन्धु जाने भयो बाटो चाहिँ एकदम राति आउँदा एकदमै अति डर लाग्दै रहेछ जङ्गल जङ्गल होइन कोही आउँदै हुन्छ राति एकदमै धेरै खेतपुटी आउनु होला एकदमै घर पनि छैन त्यति साह्रो त्यस्तो त नहोला त्यही पनि अब डर त भइहाल्छ र अब चाहिँ हामी अन्धुतिर लागेको बाटोको अब भिडियो हेर्दै गर्नु न हामी चाहिँ अब श्री अन्तु आइपुग्यो होटेल आइएको छ होइन होटेलमा अब एउटा हलले लिएको होइन हल त यस्तो खतरा छ यहाँ 6 जना आएको हामी 6 जना होइन पुरै बिराटमै आएको अब खानेकुरातिर अब लागौँ बाँकी गर्दै गरौँ ल रुम त चिल छ भयो जति 6 जनालाई त छेलखेल हुन्छ सिङ्गल 1 2 3 4 5 6 टन्नै छ क्याम्प फायर भइसक्यो हाम्रो ए आयो 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 चटपटे आयो चम्चा एउटा मात्रै आयो फोटो ब्लग गरे ब्लग बस्नु भयो हाम्रो बोलाइ यो बोलेर अब सुन्न जाने हो कोइलामा हाल्नु कोइलामा पागल लाउँदैछ मासु खान्छस् यसलाई पनि देऊ 1 पिस खा त्यसले पकाएको मात्रै खान्छ जस्तो छ त खा कालो हुनु भएन यो त पापडको अम्लेट हो होइन ओ माई गॉड अब नन्दी भइदिनु सनराइज हेर्न जानु लागेको अब हामी चाहिँ उता अब सनराइज हेरेर यता के अरे अन्तु पोखरी आइपुग्यो चढ घुम न सोख कुरा गरिहाल बोका घोडा चढ्दैन यो घोडा चढ्यो भने होइन सब्सक्राइबर टन्नै पर्छ चढिहाल भाइ
फोटो सेसन तिम्रो खिच्नु है हाम्रोतिरको निउरो अब सानसानै हुन्थ्यो यहाँको निउरो हेर्नु यस्तो विकासी रुखै फल्दो रहेछ हेर्नु ए जस्ट कपी थियो यत्रो निउरो हेर्नुभएको थियो ल हेर्नु खतरा यत्रो निउरो हेर्ने भए चाहिँ अन्तुको पोखरी आउनु होला अब चाहिँ हाम्रो यहाँ अन्तुको पोखरी घुमेर सक्यो होइन भिडियो धेरै लामो हुन्छ अब चाहिँ हामी उता के अरे कन्याम पनि जानुपर्ने छ अब अर्को भिडियो कन्यामको आउँछ ल हेर्दै गर्नु होला अहिलेको लागि बाई